हेलो नमस्ते साथीहरू। म चाहिँ छोटो भिडियो बनाउँदै छु, सपोर्ट गरिदिनु होला। लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला। हामी चाहिँ नयाँ वर्षको अघिल्लो दिन भाइको जन्मदिन परेको हुनाले ढेडगाउँ मन्दिर अकला देवी मन्दिर गएका थियौं। मलाई चाहिँ राम्रोसँग क्यामेरा समाउन पनि आइरहेको छैन, उल्टो भइरहेछ क्यामेरा चाहिँ, तर पनि हेरिदिनु होला। म चाहिँ मन्दिर पुगिसकेपछि बल्ल भिडियो स्टार्ट गरेको थिएँ छोटो छोटो। मन्दिरतिर पुगिसकेपछि पूजाको सामान लिएर हामी चाहिँ मन्दिर पस्यौं। त्यसपछि पूजा गरिसकेपछि फोटो खिच्यौं, टिकटक बनायौं। मैले चाहिँ फुल भिडियो बनाएको छैन, ठाउँ बिचमा मात्रै बनाइरहेको छु, हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो भाइ, म टिकटक। त्यसपछि हामी मन्दिरको काम सकिसकेपछि त्यही मन्दिर नजिकै रहेको गुफातिर लाग्यौं। गुफा पनि घुम्न जाने भन्दै थियो भाइले, त्यसैले त्यतातिर नि लाग्यौं। हेर्न सक्नुहुन्छ, मम्मीले चाहिँ बाटो देखाइराख्नु भएको छ। बाटो चाहिँ अलि सुनसान जस्तो नै थियो, कोही पनि घुम्न आउनु भएको थिएन, हामी मात्रै थियौं। तर एक्साइटेड चाहिँ थियौं है गुफा हेर्नको लागि। रमाइलो भइरहेको थियो। भाइ बहिनी चाहिँ अघि छोडेर गइसकेका थिए। हामी आमा छोरी चाहिँ हिँड्न नसकेर पछि भइरहेको थियौं। भाइ बहिनी पुगिसके माथि गुफामा, हामी चाहिँ हिँड्न सकेनौं। पछि भयो। गुफा चाहिँ ठिकै थियो, राम्रै थियो, अझै राम्रोसँग व्यवस्थित नै थिएन, तर पनि घुम्न लायकको नै थियो भनौं। गुफाभित्र जान चाहिँ डराइरहेका थियौं हामी सबै, तर पनि गयौं। तर अलि डर लाग्दो नै थियो, अँधेरो। गुफा अँधेरो नै हुन्छ हुन त। भाइले चाहिँ गुफाभित्र छिरेर माथि बाटोमा निस्किने भन्दै थियो, गुफाबाटै बाहिर निस्किने भन्दै थियो। गुफाभित्र त गइयो, तर अँधेरो थियो, लाइट लिएर जानुपर्ने। हेर्न सक्नुहुन्छ, भाइ अघि गइरहेछ, हामी डराएको भएर। बाटो चाहिँ एकदमै सानो थियो, कतै ठुलो तर कतै सानो थियो। हेर्न सक्नुहुन्छ, बहिनी र मम्मी चाहिँ पछाडि हुनुहुन्छ। यहाँबाट भित्र जान चाहिँ डराएर हामी फर्क्यौं। साह्रै अँधेरो र सानो बाटो थियो, त्यसैले हामी फर्क्यौं। बहिनी र मम्मी झन् अगाडि नै डराएर अघि दौडिरहनु भएको छ, हेर्न सक्नुहुन्छ। मम्मीलाई झन् धेरै डर लाग्यो अरे, हेर्नु अझै हेरिराख्नु भएको छ मम्मीले झन्।
भाइले चाहिँ अझै जाम जाम भनिरहेको थियो। भाइ अझै गुफामै घुम्न हेर्न बस्ने भन्दै थियो। फर्किन नि मानिरहेको थिएन। गुफाभित्र जाने भनिरहेको थियो। हामी डराएको भएर फर्कियो। तर धेरै अँध्यारो थियो गुफा चाहिँ। थकाइ पनि लाग्यो हिँड्दा हिँड्दा। भाइले चाहिँ जिस्काइरहेको थियो हामीलाई डराएको भनेर। अझै हेर्दैछ अन्त नि छ कि हिँड्ने ठाउँ भनेर। गुफा चाहिँ ठिकै थियो, बाहिरबाट चाहिँ हेर्न लायक थियो। तर भित्र जान चाहिँ अलिक डर लाग्दो रहेछ, अँध्यारो। हामी चाहिँ गुफाबाट बाहिर निस्कियौँ, फोटो खिच्यौँ। त्यसपछि भिडियो पनि बनाउन थाल्यौँ, 1-2वटा टिकटक भिडियोहरू। हेर्न सक्नुहुन्छ दिदीभाइको भिडियो। त्यसपछि हामी फर्कियौँ। हामी चाहिँ मन्दिरतिर नै फर्किरहेका हौँ। फेरि हामी मन्दिरमा नै आइपुग्यौँ। हेर्न सक्नुहुन्छ मन्दिरको बाहिर चाहिँ यस्तो छ। हजुरहरू पनि आउन सक्नुहुन्छ मन्दिरमा दर्शन गर्न, पूजा गर्न। आउनुहोला है। रमाइलो छ, राम्रो छ ठाउँ, घुम्न लायक छ। सबैजना थाकेर यस्तो हालतमा हुनुहुन्छ सबैजना। हेर्न सक्नुहुन्छ। धेरै थाक्यो रे बहिनी, तर रमाइलो भयो भन्दैछ। मेरो भिडियो चाहिँ सकिन लाग्यो साथीहरू। कस्तो लाग्यो हेरेर भनिदिनु होला। लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। नमस्ते।